विक्रम सम्वत 2083 सालको वार्षिक राशिफल लिएर म नारायण सिलवाल यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मकर राशि। हो जाजी जु जेजो ख खि खु खे खो गा बाट यहाँहरूको पनि नाम आउँछ भने पक्कै पनि हजुरहरूको पनि मकर राशि हुनेछ। शुभ समय रहेको छ। यो वर्ष बृहस्पति शुभ फलदायी रहेकोले आम्दानीका स्रोतहरू बढ्नेछन्। नोकरी र सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछन्। वर्षको मध्यभागमा अशुभ घटनाले चिन्ता थप्नेछ। शनि शुभ रहनाले गुमेको धन हात लाग्नेछ र सम्पत्ति समेत बढ्नेछ। जोस जाँगर बढ्ने र वैदेशिक रोजगारबाट राम्रै लाभ हुने योग देखा पर्दछ। वैशाखमा रोग भय र मानहानि हुनेछ भने जेठमा धन नाश र चिन्ता हुने देख्दछ। असारमा शत्रुनाश र सुखको प्राप्ति हुनेछ भने श्रावणमा लामो यात्रा र खर्च वृद्धि हुने योग देखा पर्दछ। भाद्रमा पारिवारिक समस्याबाट चिन्ता, असोजमा मान सम्मानमा असर गर्नेछ। कार्तिकमा कार्यसिद्धि र सुख प्राप्ति हुने योग देखा पर्दछ। मङ्सिरमा धन लाभ र सुख प्राप्ति हुनेछ। पुषमा पीडा भय र अशान्ति हुने योग देखा पर्दछ भने माघमा स्थान नाश र यात्रा समेत हुने प्रबल सम्भावना देखिन्छ। फागुनमा मानहानि र भय र चैतमा गएर धन लाभको योग देखा पर्छ।